नेपाल 4 जात 36 वर्णको साझा फूलबारी हो। देश ठुलो बनाउन म तलवार बोके, तर देश जोगाउन एकता चाहिन्छ। आपसमा फुट्यौ भने विदेशीको चंगुलमा पर्न समय लाग्दैन। यो देश दुई ढुङ्गा बीचको तरुल हो। दक्षिणतिर हेर्नु, कम्पनीका व्यापारी मित्र होइनन्। यो तरवार केवल युद्धका लागि होइन, नेपालको भविष्यका लागि हो। आज म छु, भोलि म रहने छैन, तर नेपाल रहनुपर्छ। मेरो नाम होइन, मेरो विचार जोगाऊ। धर्म बेचेर राज्य चल्दैन। मन्दिर र धर्मशाला राज्यको आत्मा हुन्। धर्म जोगायौं भने राज्य आफै जोगिन्छ। राजा ठुलो भएर होइन, न्यायले राजा हुन्छ। धनी र गरिबमा एउटै कानुन चलोस्। अन्याय भयो भने राजाको सिंहासन पनि कमजोर हुन्छ। राजा गएका छन्, तर उनका शब्द अमर छन्।